नमस्कार। आज म तपाईहरुलाई प्रास अर्थात प्राविधिक सहायक पद सम्बन्धी सम्पूर्ण जानकारीहरू यस भिडियोमा म राख्ने छु। प्रास पद भनेको नेपाल शिक्षा सेवा पद हो। यो निजामती सेवा अन्तर्गत शिक्षा प्रशासन पाँचौं तह संघ अथवा प्रदेश स्तरमा शिक्षासँग सम्बन्धित काम गर्नको लागि चाहिँ खुलाएको एउटा निजामती सेवा अन्तर्गत पर्ने एउटा पद हो। यसरी हामीले बुझ्नुपर्छ। अब प्रासको लागि चाहिँ के कस्तो योग्यताहरू चाहिन्छ भन्ने क्रममा चाहिँ हेरौँ साथीहरू। प्रासको लागि चाहिँ शिक्षा संकाय विषय लिएर +2 तह उत्तीर्ण गरेको हुनुपर्छ र उमेरको कुरा गर्दाखेरि चाहिँ 18 वर्ष पूरा भएको हुनुपर्छ। नेपाली नागरिक हुनु पर्यो, नागरिकता पनि हुनु पर्यो र त्यसै गरी पुरुषको हकमा 35 वर्ष उमेर ननागेको हुनु पर्यो। महिलाको हकमा र अपाङ्गताको हकमा भने चाहिँ 40 वर्षसम्म पुगेको महिला अथवा अपाङ्ग व्यक्तिले समेत प्रासको लागि आवेदन दिन सक्नुहुनेछ। र प्रासमा चाहिँ के कस्तो अवसरहरू छ भन्दाखेरि चाहिँ प्रासमा चाहिँ धेरै अवसरहरू रहेको छ, जसमध्ये चाहिँ आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट चाहिँ प्राविधिक सहायक बन्ने अवसर पाइन्छ। अर्को भएको चाहिँ यस तहबाट चाहिँ माथिल्लो तह अर्थात् शिक्षा अधिकृत अथवा बिनीको समेत अवसर हुन्छ र त्यस पश्चात चाहिँ शैक्षिक योग्यता पनि स्नातकोत्तर हुँदै गइसके पछाडि चाहिँ तपाईहरुले सचिवसम्म हुने अवसर तपाईहरुले प्राप्त गर्न सक्नुहुनेछ। अब लागौ प्रासले कस्तो ठाउँमा चाहिँ काम गर्नुपर्छ भन्छ। अब यसमा चाहिँ प्रासलाई हामीले दुई भागमा विभाजन गर्न सक्छौं। एकमा छ संघीय प्रास। यो चाहिँ शिक्षा मन्त्रालय वा यस अन्तर्गतका कार्यालयहरूमा चाहिँ संघीय प्रासले काम गर्नुपर्ने हुन्छ। त्यसै गरी प्रदेश प्रास अर्थात् जिल्ला समन्वय इकाइ वा गाउँपालिका वा नगरपालिकाका शिक्षा शाखामा काम गर्नुपर्ने हुन्छ प्रदेश स्तरका प्रासले चाहिँ। त्यसै गरी प्रासको पाठ्यक्रम रहेको। अब प्रासको पाठ्यक्रम भन्नु पर्दाखेरि चाहिँ प्रासको पाठ्यक्रम अन्तर्गत चाहिँ संघीय प्रासको बारेमा कुरा गरौँ। संघीय प्रासको लागि चाहिँ प्रथम पत्र 100 को हुन्छ अर्थात् वस्तुगत प्रश्नोत्तर सोधिनेछ। त्यसै गरी द्वितीय पत्र 100 को हुनेछ। त्यसमा चाहिँ विषयगत प्रश्नहरू सोधिनेछन् र तपाईहरुले त्यसको चाहिँ लिखित अर्थात् लेखेर परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। र अन्तर्वार्ता चाहिँ 30 पूर्णाङ्कको रहेको छ, जुन चाहिँ फेस टु फेस अर्थात् अगाडि बसेर चाहिँ तपाईले अन्तर्वार्ता दिनुपर्ने हुन्छ। र साथीहरू अहिले हालसालै मात्रै संघीय प्रासको पाठ्यक्रम पनि परिवर्तन भएको छ। तपाईले यो पीएससी को वेबसाइटमा गएर तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। त्यसै गरी प्रदेश प्रासको बारेमा कुरा गरौँ। अब प्रदेश प्रास अनुसार चाहिँ प्रथम पत्र 100 हुन्छ र द्वितीय पनि यसको 100 नै हुन्छ र अन्तिम पत्र अर्थात् अन्तर्वार्ता चाहिँ कतिपय प्रदेशमा चाहिँ 40 को पनि पाइन्छ, कतिपयमा चाहिँ 30 को पनि पाइन्छ र यो चाहिँ प्रदेश अनुसार फरक छ। अर्थात् हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि यो चाहिँ प्रदेश अनुसारको पाठ्यक्रम छ र पाठ्यक्रममा धेरै कुराहरू मिल्छ भने केही कुराहरू अलिकति तलमाथि हुन्छ। आफ्नो प्रदेशको परिवेश, हावापानी, माटो, भूगोल अनुसारको पाठ्यक्रम चाहिँ प्रत्येक प्रदेशले चाहिँ परिवेश सुहाउँदो चाहिँ पाठ्यक्रम निर्माण गरेको छ। प्रत्येक प्रदेश लोक सेवा आयोगको वेबसाइटबाट सजिलैसँगले डाउनलोड गर्न सक्नुहुन्छ। अब लागौ प्रासले गर्ने काम तथा जिम्मेवारीहरू चाहिँ के हुन्छन् त भन्ने क्रममा चाहिँ नम्बर 1 मा छ शिक्षकहरूको तलब निकासा गर्नुपर्छ। अर्को भनेको चाहिँ दिवा खाजाका रकम निकासा गर्नु पर्यो। त्यसै गरी सिफारिस अथवा पत्र निर्माण गर्ने कामहरू रहन्छ। अनुदान रकम निकासा गर्नुपर्ने कामहरू पर्छन्। त्यसै गरी कसम कोष अर्थात् कर्मचारी सञ्चय कोषको रकम निकासा र अनलाइन इन्ट्री पनि गर्नुपर्ने हुन्छ प्रासले। त्यसै गरी स्थानीय तहको शिक्षा सम्बन्धी अभिलेख व्यवस्थापन गर्ने, तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना अर्थात् शिक्षकबाट पारित गरी सोही अनुसार तलब निकासा गर्ने, शिक्षक तथा विद्यालय कर्मचारीको तलब भत्ता हिसाब गरी शाखा प्रमुख समक्ष पेश गर्ने, शिक्षा सम्बन्धी योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने र कार्यान्वयनका लागि चाहिँ सहजीकरण गरी अनुगमन तथा मूल्याङ्कन गर्ने। त्यसै गरी कार्यालय प्रमुख र शिक्षा शाखा प्रमुखको निर्देशन अनुसार कार्यालयको कामकाज गर्ने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कानुन बमोजिम कार्यालयको कार्य गर्ने। यसका साथै शिक्षा शाखासँग सम्बन्धित विषयहरूका बारेमा केही निर्णय आवश्यक परेमा शाखा प्रमुख हुँदै कार्यालय प्रमुख मार्फत कार्यपालिका बैठक समक्ष समेत पेश गर्ने चाहिँ प्रासको काम रहन्छ। शिक्षक सेवाबाट खटी आएका शिक्षकहरूलाई कानुन बमोजिम विद्यालयमा व्यवस्थापन गर्न सहजीकरण पनि गर्ने काम हुन्छ। यसै गरी शिक्षक सरुवा सम्बन्धी कार्य कानुन बमोजिम गर्नका लागि सहजीकरण गर्ने,
शिक्षा शाखा प्रमुखसँग समन्वय गरी विद्यालय अनुगमन तथा सुपरिवेक्षण कार्यमा सहयोग गर्ने, शिक्षा सम्बन्धी स्थानीय तहको कानुन निर्माणका लागि कार्यालय प्रमुखको निर्देशन बमोजिम कार्य गर्ने, संघीय कार्यालय प्रदेश कार्यालयबाट आएका परिपत्रको कार्यान्वयन गरी आवश्यक प्रतिवेदन तथा तथ्याङ्क उक्त मन्त्रालयमा पेश गर्ने आदि चाहिँ प्राविधिक सहायक अर्थात् प्रासले गर्नुपर्ने काम कर्तव्य तथा जिम्मेवारी भित्र पर्छन्। यसका अतिरिक्त अन्य सामान्य कामहरू पनि प्रासले गर्नुपर्ने हुन्छ। अब चाहिँ मासिक रूपमा प्रासले तलब भत्ता चाहिँ कति पाउँछ भन्नेतर्फ लागौ। सुरुमा प्राविधिक सहायक अर्थात् प्रासको तलब स्केल चाहिँ 5औं तह यानि कि सुब्बा अथवा निम्न माध्यमिक टिचरको सोसरा हुन्छ। सुरुको तलब स्केल चाहिँ 34,730 रुपियाँ। त्यसै गरी महँगी भत्ता 2,000 रुपियाँ। ग्रेड संख्या 8। एक ग्रेड भनेको चाहिँ एक दिनको तलब भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अर्थात् एक महिनाको तलबलाई चाहिँ हामीले 30 ले भाग गरिसके पछाडि एक दिनको तलब हामीले निकाल्न सक्छौँ र एक दिनको तलब भनेको चाहिँ एक ग्रेड बराबरको तलब पाउनुहुन्छ एक वर्ष पुरा भइसके पछाडि। तथापि निजामतीमा चाहिँ के छ भन्दाखेरि अब जस नयाँ शैक्षिक वर्ष लागिसके पछाडि चाहिँ उहाँहरूको एक ग्रेड चाहिँ पाक्ने हुन्छ। तर त्यो कुरा चाहिँ यता शिक्षकमा चाहिँ लागू हुँदैन। त्यो कुरा पनि तपाईहरुले बुझ्नु होला। र नाला कोष अर्थात् नागरिक लगानी कोषको लागि चाहिँ बिमा बापत 400 रुपियाँ पनि मासिक रूपमा प्राविधिक सहायकले पाउने गर्छन्। र यसका अतिरिक्त पनि प्राविधिक सहायकले अन्य सेवा सुविधाहरू पाउँछन्, जस्तै सञ्चय कोषको सेवा सुविधा भयो, बिमाको सुविधा भयो, आवास जग्गा शैक्षिक कर्जाहरू लिने काम भयो। त्यसैगरी 180 दिनसम्म सञ्चित विधा गर्न पाउँछन् प्रासले र अन्य विविध सेवा सुविधाहरू चाहिँ प्राविधिक सहायकले चाहिँ लिने गर्छन् अर्थात् पाउने गर्छन्। र साथीहरू आजसम्मले तपाईहरुले प्राविधिक सहायक अर्थात् प्रास कस्तो खालको पद हो, यो प्राविधिक सहायकमा चाहिँ के कस्ता योग्यताहरू चाहिन्छ र प्राविधिक सहायकले पाउने सेवा सुविधा प्लस काम कर्तव्यहरू चाहिँ के रहेका रहेछन् भन्ने बारेमा तपाईहरुमाझ मैले महत्त्वपूर्ण जानकारी पस्के। साथीहरू यदि भन्दै आजको यस भिडियोबाट म तपाईहरुमाझ बिदा हुन चाहन्छु। हस्त धन्यवाद।